नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा। आज हामी एकदमै रहस्यमय विषयमा कुरा गर्दैछौँ, ब्ल्याक होल। के हो त ब्ल्याक होल? कसरी बन्छ? पृथ्वीमा यसको असर के पर्छ? सुरु गरौँ यो छोटो यात्रा ब्रह्माण्डतिर। ब्ल्याक होल भन्नाले के बुझिन्छ? ब्ल्याक होल एउटा यस्तो पिण्ड हो जहाँ गुरुत्वाकर्षण यति धेरै हुन्छ कि त्यहाँबाट प्रकाश समेत फर्किन सक्दैन। यसलाई ब्रह्माण्डको जादु पनि भनिन्छ। ब्ल्याक होल कसरी बन्छ? जब कुनै विशाल तारा आफ्नै गुरुत्वाकर्षणमा खुम्चिन्छ, एकदमै सानो र घनत्वयुक्त बिन्दुमा बदलिन्छ, तब ब्ल्याक होल बन्छ। यो प्रक्रिया लाखौँ वर्षमा हुन्छ। पृथ्वी र सूर्य ब्ल्याक होल बन्न सक्छ त? पृथ्वीको आकार सानो भएकाले यो ब्ल्याक होल बन्न सक्दैन, तर सूर्यभन्दा 20-30 गुणा ठुलो तारा भएमा मात्र ब्ल्याक होल बन्न सक्छ। हाम्रो सूर्य त्यसको तुलनामा सानो भएकाले यो ब्ल्याक होल होइन, भविष्यमा व्हाइट ड्वार्फ बन्ने सम्भावना छ। ब्ल्याक होलले पृथ्वीमा कस्तो असर पार्छ? अहिलेसम्म त ब्ल्याक होल पृथ्वीको नजिकै छैन, त्यसैले डर मान्नु पर्दैन। तर यदि ब्ल्याक होल हाम्रो सौर्यमण्डलमा आयो भने यो सबै ग्रहहरूलाई आफूतर्फ तान्न सक्छ। अन्त्यमा, ब्ल्याक होल ब्रह्माण्डको अद्भुत र अनौठो रहस्य हो। यसलाई बुझ्न अझ धेरै अनुसन्धान गर्नु आवश्यक छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया लाइक गर्नुहोला। धन्यवाद।